चाहिँ अब लाभा आइसकेको छौँ र लाभाबाट चाहिँ हामी छिटै फर्किने, किन 5-6 मिनट बाद त्यहाँदेखि कहाँ जाने हामी अलगढा पेदुङ त्यहाँदेखि कालिम्पोङ त्यो भएर जाने हो। अनि त्यसै गर्दाखेरि पानी चाहिँ एकदमै परिरहेको छ यहाँनिर। अनि आज चाहिँ मेरो वाइफले बनाएको थियो भिडियो भ्लगमा बोलेको हो, किनकि मैले गाडी कुदाइरहेको थिएँ त्यसै कारणले गर्दाखेरि म चाहिँ बोल्नु सकिनँ। अन्त वाइफ बोलेको थियो र योभन्दा अब तपाईँहरूलाई देखाउने छु म यो भ्लगभन्दा अर्को भ्लगमा कि हामी कहाँ जाँदैछौँ। यहाँ एकदमै दामी मौसम छ, वेदर पनि राम्रो छ, चिसो मौसम छ। र अब हामी चाहिँ यहाँबाट फर्किने भनेर सोचेको, धेरै बस्न 5-6 मिनट बस्छौँ होला, त्यसपछि फर्किने। फर्केपछि चाहिँ हामी त्यसबाट अलगढा पेदुङहरू यता भएर तिम्रो कता भन्छ, कहाँ कहाँ भन्छ घर जाने हामी चाहिँ। ल गाइस हामी चाहिँ अब लाग्न आँटेको। बाबा बस्ने ठाउँहरू एकदमै दामी बनाइदिएको रहेछ अरे हो। ल यहाँनिर ए ल तलको भ्यूहरू हेर्नुहोस्। यो त यहाँ हुन्छ, यो चाहिँ यस्तो छ है। यहाँनिर यस्तो रहेछ भ्यूहरू। पोज्दैन पोज शाहरुख खानवाला। ल माथि माथि जाने। ल छिटो 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 के आई लभ लाभा। हाम्रो कालिम्पोङदेखि घर। अब हामी चाहिँ अलगढातर्फ लागेको, त्यहाँबाट कालिम्पोङ कहाँ हो पेदुङ अलगढा होइन, त्यसपछि चाहिँ घर। ल हेर्नुहोस् है